प्रोफेसनमा हाम्रो काम गर्दाखेरि फर्स्ट घरबाट प्रब्लम जान्छ हस्बेन्ड किचकिच गर्ने मेरो त वाइफ र मम्मीले नै किचकिच गर्नुहुन्छ किन राख्नु होइन अनि तपाईँहरूको हस्बेन्डहरूले किचकिच गर्नुहुन्छ बच्चालाई टाइम दिएन बुढालाई भात पकाएर खाएन घरमा सासू ससुरा छ चिया पकाइदिएन खाजा बनाइदिएन लुगा धोइदिएन भनेर यस्तो धेरैवटा कुराहरूमा तपाईँहरूलाई अब्स्ट्याकल्स आउँछ तपाईँहरूले के भन्नु पर्छ भनेर भन्दाखेरि सबैभन्दा पहिला इम्पोर्टेन्टली म काम गर्न गएको छु म बिहानको 9 बजीमा काममा निस्केको छु पनि म आउने बेलामा 6 बज्छ मैले यो सबै चिज एरेन्जमेन्ट गर्दै गएको छु म आउन ढिलो भयो भने तपाईँहरूले काम सुरु गर्दै गर्नु है भनेर पहिल्यै भनेर कन्भिन्स गरेर निस्किनुपर्छ किनभने तपाईँहरू त काम गर्नु गएको हो नि त होइन सिजनको बेलामा तपाईँहरूले मजाले पैसा कमाउनुहुन्छ होइन सिजनको बेलामा मजाले कमाउनुहुन्छ अनि भनिसकेपछि एकदम इम्पोर्टेन्ट टास्क छ नि त तपाईँहरूको के भन्छ पेसामा प्रोफेसनमा तर जहिले पनि हाम्रो पेसामा चाहिँ घर फ्यामिली अगाडि आइदिन्छ कि जसको कारणले गर्दा हामी सक्सेस हुन सक्दैन जस्तो अब मैले तपाईँहरू कतिजनालाई सेमिनारमा जानुपर्छ भन्ने होइन अब तपाईँहरूले ब्युटिसियनको ट्रेनिङ लिनुभएको छ अब 45 भनेर तपाईँहरूलाई झुक्न अप्ठ्यारो पऱ्यो होइन सक्नु भएन तर त्यो ट्रेनिङ तपाईँहरूको लागि यति इफेक्टिभ ट्रेनिङ छ कि त्यो ट्रेनिङले तपाईँहरूलाई सकारात्मक एउटा ऊर्जा दिन्छ तपाईँहरूलाई तपाईँहरूको काम गर्ने ठाउँमा एकदम कन्फिडेन्स क्रिएट गर्छ यताबाट दिनु र एउटा कन्फिडेन्स बिल्डअप हुन्छ भने तपाईँहरूले त्यो ट्रेनिङ लियो भने तपाईँहरूलाई फाइदा हुन्छ नि त होइन स्टुडेन्ट लाइफमा त्यो सम्भव छैन तर बाई प्रोफेसन ब्युटी पार्लर चलाइरहेको छ पैसा कमाइरहेको छ त आफू पनि त अपडेट हुनु पऱ्यो नि त स्किल्स त आफूले लिनु पऱ्यो नि त अब हाम्रो पेसामा कस्तो छ हामी ब्युटिसियनहरू सेमिनारमा कहिले पनि नजाने कि सेमिनारमा कहिले पनि नजाने बाफले 1000 रुपियाँ सकिन्छ बाफले बाफ होइन 1500 सकिन्छ नजाने भनेर सेमिनारमा कहिले जाँदैन सेमिनारमा जाँदाखेरि उनीहरूले आफ्नो प्रडक्टको इन्ग्रिडियन्ट्सको बारेमा भन्छ प्रडक्टमा के क्वालिटी छ त्यसको बारेमा भन्छ कसरी लगाउने त्यो भन्छ कति मिनट राख्ने त्यो भन्छ होइन तपाईँहरूलाई अहिले ट्रेनमा चलेको अनुसारको सर्भिस हामीले कसरी दिने भन्छ तपाईँ अलिकति परिमार्जित बन्नुहुन्छ कि तपाईँ त्यो क्लासमा तपाईँ परिमार्जित भएपछि होइन अनि फेरि तपाईँ अर्को के भन्छ सेमिनारमा जानुहुन्छ स्किलको सेमिनारमा तपाईँ त्यसरी परिमार्जित बन्नुहुन्छ त्यही भएर वर्षमा सिजनमा 3 देखि 5वटा सेमिनारमा पनि हामी अपडेट हुनुपर्छ हाम्रो ब्युटिसियन्स प्रोफेसन्स हाम्रो पेसामा चाहिँ कस्तो हुन्छ भनेर भने हामी यदि स्किल्स वाइज हामी अपडेट हुन सकेन यदि हामीले ट्रेन अनुसारलाई हामीले फलो गर्न सकेन भने चाहिँ हामीलाई एकदमै गाह्रो सिचुएसन क्रिएट हुन्छ अनि त्यो भइसकेपछि हामीले हामीहरूको काममा भन्ने जस्तो राम्रो फिनिसिङ हामीले निकाल्न सक्दैनौँ त्यो भएको कारणले गर्दा म तपाईँहरूलाई के भन्छु भन्दा